प्रतीक दाईसँग भेटेर तपाईँलाई कस्तो लाग्यो दाई? रुको जरा, सबर करो, बोला धक्का बुक्की नहीं करने का, आराम से लेने का। हाँ हो यो कस्तो लाग्यो दाई? मेरो पनि सब्स्क्राइब गर्नुहोस्। अभी मजा आएगा ना भिड़ो माल की दे रहे नाच्दिनु न। तपाईँको भ्लगमा रेगन दाई नाच्यो भने चाहिँ भाइरल हुन्छ है। होइन बिदाय फर्स्ट 86 के भ्यूज त्यो पहिल्यै हालेको त्यो उसको बनाउनु भएर हो कि लाइटर गर्ने मान्छे त नन स्टप बोलेको बोले यो चाहिँ हाम्रो ल लाइक एन्ड सब्सक्राइब भनिदिनु त एकचोटि भनिदिनु न। एकचोटि भनिदिनु न। लाइक एन्ड सब्स्क्राइब दाइले गर्नु। हाम्रो यहाँ रेगन दाई हुनुहुन्छ। कुन चाहिँ हो त्यो राम्रो सन्दीप ब्लग गरे रिफ्रेस हाल्नु न। किन चाहिँ यहाँ छ खै के छ के चाहिँ कपिराइट हुन्छ क्या यस्तो उयो भयो भने भिडियो चाहिँ हाल्यो भने हो र आफ्नो मात्रै गर्नु नि भिडियो यस्तो भिडियोहरू हाल्यो भने कपिराइट हुन्छ पछि पछि अहिले त हुन्न तपाईँलाई कपिराइट हाल्छ क्या धेरै उ भएपछि भिडियोहरूको ठाउँ सुन्नु नि तपाईँहरू कति म्युजिकहरू पनि हाल्नु इन्स्टाग्राममा त बाहिरबाट आफै गाना यस्तै गाना पनि तपाईँको मिल्दैन यसै हाल्नु तपाईँले गाना यो यहीँबाट हालेको पनि त यो गाना होइन मिल्दैन त्यसै हाल्नु यसरी चाहिँ हुँदैन गाना मिल्दैन गाना हाल्नु मिल्दैन त्यसै किन गाना हाल्यो भने चाहिँ कपिराइट हुन्छ। कपिराइट हाल्छ क्या पछि तपाईँलाई फेमस भयो नि तपाईँ जति कपिराइट हाल्छ तपाईँलाई ओके त्यही भएर फाल्नु सबै यो हेलो गाइज हाउ आर यु ठिक छ होइन त तपाईँतिर घुम्नु वेलकम टु ब्याक